वर्षको मध्य आधा अवधि चलिरहेको छ। करदाताहरूका लागि आगामी कर दर्ता सिजन सहज बनाउनको लागि द्रुत जाँच गर्ने यो उत्कृष्ट समय हो। यहाँ केही महत्त्वपूर्ण सुझावहरू दिएका छन्। करका अभिलेखहरू व्यवस्थित राख्नुहोस्। आफ्ना सबै महत्त्वपूर्ण कर सम्बन्धी कागजातहरू एकै ठाउँमा राख्नुहोस्। यसका लागि विद्युतीय सफ्टवेयर वा स्पष्ट नाम लेखिएका कागजका फोल्डरहरू प्रयोग गर्न सक्नुहुन्छ र नयाँ कागजात प्राप्त हुनासाथ त्यसमा थप्दै जानुहोस्। व्यवस्थित अभिलेखले कर विवरण तयार गर्न सजिलो बनाउँछ र तपाईले पाउन सक्ने छुट वा क्रेडिटहरू पहिचान गर्न मद्दत गर्छ। आफ्नो कर दर्ता स्थिति यकिन गर्नुहोस्। तपाईको कर दर्ता स्थितिले करका आवश्यकताहरू, छुटहरू, क्रेडिटहरू र दायित्वहरूलाई प्रत्यक्ष असर गर्छ। विवाह, सम्बन्ध विच्छेद, जन्म वा मृत्यु जस्ता जीवनका ठूला परिवर्तनहरूले तपाईको कर दर्ता स्थिति र सुविधाहरूलाई बदल्न सक्छन्। सही स्थिति छनौट गर्न तपाईले IRS को इन्टरेक्टिभ ट्याक्स असिस्टेन्ट अन्तर्गत व्हाट इज माई फाइलिङ स्टेटस उपकरणको प्रयोग गर्न सक्नुहुन्छ। समायोजित कुल आम्दानी AGI बुझ्नुहोस्। सबै स्रोतहरूबाट भएको कुल आम्दानीबाट निश्चित समायोजनहरू घटाएपछि बाँकी रहने रकम नै AGI हो। उच्च AGI हुनु भनेको सामान्यतया उच्च करको दर लागू हुनु हो। सही कर योजनाले तपाईको AGI कम गर्न र तिर्नुपर्ने कर घटाउन मद्दत गर्छ। करकट्टी जाँच गर्नुहोस्। आम्दानी प्राप्त गर्दा नै तपाईले कर तिर्नुपर्ने हुन्छ, जुन प्रायः करकट्टी मार्फत गरिन्छ। IRS को ट्याक्स विथहोल्डिङ एस्टिमेटर एउटा नि शुल्क र सहज उपकरण हो। यसले कर्मचारी र सेवानिवृत्त व्यक्तिहरूलाई आगामी वर्षको कर दायित्व पूरा गर्न अहिले आफ्नो तलबबाट कति कर कट्टी गर्ने भनेर अनुमान गर्न मद्दत गर्छ। जानकारी: यो एस्टिमेटरले अब वान बिग ब्युटिफुल बिल अन्तर्गतका नयाँ परिवर्तनहरूलाई पनि समेट्छ। यसमा बक्सिस, टिप्स, ओभरटाइम, गाडीको कर्जाको ब्याजमा छुट र ज्येष्ठ नागरिकहरूका लागि बढाइएको छुट समावेश छ। साथै पारिवारिक क्रेडिट, घरजग्गा स्वामित्व र परोपकारी दानसँग सम्बन्धित अध्यावधिकहरू पनि यसमा समावेश छन्। ठेगाना र नाम परिवर्तनको जानकारी दिनुहोस्। ठेगाना परिवर्तन भएमा तुरुन्तै हुलाक कार्यालय USPS, रोजगारदाता र IRS लाई फर्म 8822 भरेर जानकारी दिनुहोस्। नाम परिवर्तन भएको खण्डमा सामाजिक सुरक्षा प्रशासन सोशल सिक्युरिटी एडमिनिस्ट्रेसनलाई खबर गर्नुहोस्। यी जानकारीहरू अध्यावधिक राख्नाले कर दर्ता प्रक्रियामा कुनै ढिलाइ हुँदैन। अवकाशका लागि बचत गर्नुहोस्। अवकाशको लागि बचत गर्दा तपाईको AGI पनि कम हुन्छ। कार्यस्थलको सेवानिवृत्ति योजना र परम्परागत IRA मा गरिने निश्चित योगदानले तपाईको करयोग्य आम्दानी घटाउन सक्छ।